ठुलो सपना हुन्छ कुनै पनि आर्टिस्टको चाहिँ काम गर्ने बेला यो भनेको चाहिँ एकदमै ठुलोभन्दा ठुलो सपना हो हैन ठुलो एकदमै ठुलो सपना चाहिँ पुरा हुँदैछ हामी मनदेखि नै खुसी छौँ एकदमै अनि यो सपना पुरा गरिदिएको फेरि दर्शककै हातमा छ हैन दर्शकहरूले चाहिँ यसरी साथ दिनुभएको छ कि तपाईँको 10 करोड होइन 20 करोड नै पुग्छ भनेर चाहिँ उहाँहरू साथ दिइराख्नु भएको छ सो यो मायाको लागि चाहिँ हामी पनि खुसी छौँ त्यही नै हो उषाजी डेब्यु फिल्मले नै अब थोरै समयमा नै 10 करोड ग्रस गरिसकेको छ गर्न लागिसकेको छ होइन कस्तो लाग्दो रहेछ यो सेलिब्रेसन यो एकदमै खुसी लाग्दो रहेछ किनकि अब सबैजनाले पहिलो कामबाट त धेरै मतलब आश गरेको हुँदैन हुन त होइन तर आश गरेको भन्दा एकदमै धेरै सफलता मिल्यो सबै राम्रो भयो फर्स्ट फिल्म यत्रो राम्रो दिँदाखेरि एकदम मन खुसी भएको छ मेरो चाहिँ त्यस्तै यसको लागि सबै दर्शकहरूलाई एकदमै मनदेखि थ्याङ्क यू भन्न चाहन्छु र तपाईँहरू सबैजनालाई पनि यति धेरै सपोर्ट गर्नुभयो तपाईँहरूले होइन सो एकदमै थ्याङ्क यू मनदेखि सबैजनालाई सुब्राजीले त यो सफलता होस्टेलमा नि चाख्नु भएको होइन तर अहिले त 10 करोड के अरे आबाट आमाले छिट्टै छोटो समयमै पार गर्दाखेरि चाहिँ कस्तो लाग्दो रहेछ झन् खुसी अझै डबल भएको छ अझै धेरै अडियन्ससँग नजिक भए अझै धेरै जिम्मेवारी थपिए जस्तो फिल भएको छ यति धेरै माया पाएको छु पहिलाभन्दा पनि इन्टु टू नै भएर माया पाएको छु सो म एकदमै मनदेखि खुसी छु अनि हजुरहरू सबै मिडिया कर्मीहरूलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु किनकि हजुरहरूले नै हाम्रो फिल्मलाई अडियन्ससम्म पुगाउन हेल्प गर्नुभएको छ सो एकदमै खुसी छौँ हामी सबैजना पोलजी आबाट आमा चाहिँ यति धेरै माया पाएर किन चल्यो जस्तो लाग्छ के रिजनहरू देखिराख्नु भएको छ होइन तपाईँले अब आउट अफ भ्याली पनि घुमिराख्दाखेरि होइन के कुराले चाहिँ बढी आबाट आमालाई हेर्नलाई दर्शकहरूलाई तानिरहेछ जस्तो लाग्छ यो चाहिँ दर्शकको कथा रहेछ कि मेन कुरा चाहिँ कथामा चाहिँ दर्शकको आफ्नै कथा देख्नुभयो र त्यो पात्रहरूलाई आफ्नै मान्छे देख्नुभयो क्या आमालाई आमा देख्नुभयो छोरालाई छोरा देख्नुभयो बुहारीलाई बुहारी देख्नुभयो साथीलाई साथी देख्नुभयो छोरीलाई छोरी देख्नुभयो र त्यो पात्रहरूले निभाएको क्यारेक्टर एउटा कामहरू हुन्छन् त्यसलाई एप्रिसिएट गरिदिनु भएको छ र हरेक पात्रले यस्तो राम्रो काम गरिदिनु भएको छ होइन अनि सानो सानो 1-2 सिन गर्ने पात्रले पनि राम्रो निर्वाह गरिदिनु भएको छ काम त्यो कनेक्ट चाहिँ रहेछ क्या मेन कुरा जस्तो अस्ति हामी पनि हलमा भिजिट जाँदाखेरि उहाँहरू कृष्ण राधा श्री नै भन्नुहुन्छ क्या सो मलाई अस्ति एकजनाले भन्नुभयो कृष्ण नजाऊ अमेरिका नजाऊ तिमी भन्नुहुन्छ भनेको त्यो फिल्मभन्दा बाहिर उहाँहरू आउनै सक्नु भएको छैन क्या त्यो हुन्छ नि त्यो सिनहरूबाट त्यो सिनारियो त्यो क्यारेक्टरबाट चाहिँ हामीलाई पनि यत्रो भइसक्यो हेर्नुहोस् है सुटिङ गरेको लगभग 3-4 महिना 5-6 महिना भइसक्यो त्यही पनि राधाले सधैँ भन्छ मलाई किन पल तपाईँ किन पहिला जस्तो हुनुहुन्न किन तपाईँ त्यो जली पल देखाएको छैन मैले भन्नुहुन्छ किनभने मैले आज एन्सर दिन्छु म सुटिङको दिनदेखि नै म त्यो कृष्ण क्यारेक्टरमा बसिरहेको थिएँ क्या सो त्यो क्यारेक्टरबाट म बाहिर आउनु सकेको छैन क्या अहिले पनि म हलमा म छिर्यो भने म त्यो कृष्ण क्यारेक्टर मलाई आफै भित्रबाट चाहिँ त्यो आउँछ र म खुसी हुनै सक्दैन क्या अनि जिम्मेवारी होइन त्यो काँधमा जिम्मेवारी थियो बाउ बुवा आमाको लागि आफ्नो देशको लागि केही गर्न सकेको छैन फ्यामिलीको लागि र त्यो चिजहरू सबै क्यारेक्टरको कामहरू र स्टोरी चाहिँ आफ्नो कनेक्ट भएको भएर चाहिँ मान्छेहरू सब दर्शकहरूले चाहिँ आफ्नो फिल्म सम्झेर अझै धेरै मान्छेहरू आउँदै दर्शकहरू धेरै आउँदै हुनुहुन्छ अझै यो 100औँ दिन त पुग्नै बाँकी छ बल्ल आज 16औँ दिनमा छौँ हामी है 16औँ दिनमा छौँ हामी 100औँ दिनसम्म अझ धेरै आउनुहुन्छ ओके कतिको च्यालेन्ज थप्या छ त पल शाहलाई किनभने लगातार सुपर हिट फिल्म दिइराख्नु भएको छ होइन अब आगामी कसरी सेलेक्ट गर्ने भन्ने कुरामा कतिको च्यालेन्ज भइरहेछ ठ्याक्कै अब कस्तो गर्ने लगभग अब सेट भइसकेको छ मुभी होइन उहाँले कस्तो मन पराउनु हुँदो रहेछ हाम्रो दर्शकहरूले चाहिँ र पल शाहलाई चाहिँ कुन क्यारेक्टरमा देख्दाखेरि चाहिँ उहाँले आफ्नो छोरा आफ्नो भाइ आफ्नो साथी सम्झिनुहुन्छ त्यो चिजहरू रिसर्च गर्दैछु अझै होइन र यो दुईवटा फिल्मले पनि देखाइसकेको छ हामीलाई चाहिँ कस्तो क्यारेक्टर गर्दा ठिक हुन्छ भनेर र अब आगामी फिल्महरू पनि मेरो यस्तै नै हुनेछ जस्तो हरेक दर्शकको चाहिँ पल शाह चाहिँ मेरो आफ्नो भाइ आफ्नो दाइ आफ्नो साथी मेरो छोरा मेरो भाइ हुन्छ नि त्यो सम्झिने नै क्यारेक्टरको कामहरू म गर्छु जस्तो लाग्छ र जिम्मेवारी एकदमै थपिएको छ अति नै डबल चौबल भएको छ जिम्मेवारी पनि मेरो काममा अब अझै राम्रो फिल्म गर्ने चुनौती थपिएको छ